नमस्कार। मैले यसभन्दा अघिल्लो अङ्कमा चाहिँ केन्द्रीय सङ्घको एकल अधिकारको बारेमा तुलनात्मक अध्ययन गरेर यहाँहरू समक्ष त्यसका विशेषताहरू, त्यसका आधारहरू राखिसके। यो अङ्कमा चाहिँ प्रदेशको एकल अधिकारको सूचीको बारेमा संविधान सभाको पहिलो विषयगत समिति, त्यस पछाडि बनेको राज्य पुनर्संरचना आयोग, त्यस पछाडि नेपालको संविधान 2072ले कस्तो कस्तो अधिकारहरू चाहिँ प्रदेशलाई प्रदान गरेको रहेछ भन्ने बारेमा चर्चा गर्नेछु। पहिलो संविधान सभाको विषयगत समिति, राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति, राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड उच्च स्तरीय सुझाव आयोग र नेपालको वर्तमान संविधानले केन्द्रीय प्रदेशमा रहने एकल अधिकारको तुलनात्मक विवेचना यो खण्डमा गरिनेछ। विषयगत समितिले अनुमोदन गरेको अधिकार र विशेषता। त्यहाँ विषयगत समितिले 28 बुँदामा प्रदेशको एकल अधिकारको सूची तयार गरेको थियो र त्यसमध्ये शिक्षामा उच्च स्तरसम्म, स्वास्थ्य सेवा, नीति निर्माणदेखि सञ्चालनसम्म, कृषि, भूमि व्यवस्था, वन, कर सङ्कलन, प्रदेश स्तरको राजस्व, आन्तरिक सुरक्षा, प्रदेश प्रहरी आदि प्रदेशलाई व्यापक शक्ति र सङ्घ चाहिँ समन्वयकारी भूमिकामा सीमित गरेको थियो। यसको विशेषता, खास विशेषता भनेको चाहिँ प्रदेशलाई व्यापक शक्ति दिएको र सङ्घ चाहिँ समन्वयकारी भूमिकामा सीमित रहेको देखिन्थ्यो अधिकारको क्षेत्रबाट चाहिँ हेर्दाखेरि। दोस्रो, अब हामी जाउँ आयोग। दोस्रो, राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड उच्च स्तरीय सुझाव आयोगले अनुमोदन गरेको अधिकार र विशेषताहरू। यसमा 21 बुँदा छन्। त्यो 21 बुँदा मध्ये शिक्षा स्कुल तहसम्म यसले अब घटाएको छ। स्वास्थ्य प्रदेश अस्पताल कार्यक्रम भनेर राखेको छ। कृषि, भूमि व्यवस्था, आन्तरिक प्रशासन, यातायात, आंशिक कर सङ्कलन आदि दिएको छ। सङ्घ प्रदेश सन्तुलन खोज्ने चाहिँ यसको आधार देखिन्छ, अथवा त्यतातिर गएको अधिकारको आधारबाट सङ्घलाई यसलाई हेर्ने हो भने सङ्घ प्रदेश सन्तुलन खोज्ने उपायको रूपमा चाहिँ लिएको देखिन्छ। तर विषयगत समितिको भन्दा अधिकार चाहिँ घटाइएको छ। नेपालको संविधानले जारी गरेको सङ्घको एकल, अब नेपालको संविधान जुन चाहिँ अहिले वर्तमान संविधान छ, त्यो संविधानले चाहिँ जारी गरेको सङ्घको एकल अधिकार र विशेषताहरू चाहिँ के छन् त भन्दाखेरि त्यहाँ चाहिँ 21 बुँदा छ र शिक्षा स्कुल र प्राथमिक तह, स्वास्थ्य प्राथमिक र आधारभूत सेवा, कृषि पशुपालन, प्रदेश राजमार्ग, यातायात, उद्योग, सञ्चार, प्रशासनिक संयन्त्र आदि सङ्घ बलियो प्रदेश परनिर्भर बनाएको छ र प्रदेशलाई चाहिँ एकल अधिकार दिँदाखेरि अधिकारमा चाहिँ सीमित गरेको छ, सङ्कीर्ण गरेको छ। अब यसलाई तुलनात्मक रूपमा, बुँदागत रूपमा पनि यसको विशेषता संक्षेपमा राख्न सकिन्छ। त्यसले गर्दा पहिलो संविधान सभाको विषयगत समितिले के गर्यो त भनेदेखि प्रदेशलाई प्रशस्त अधिकार दिने सोच देखायो। शिक्षा, स्वास्थ्य, कृषि, भूमि व्यवस्था, प्रहरी सञ्चालन, प्रदेश कर, राजस्व जस्ता धेरै क्षेत्र प्रदेशको एकल अधिकारमा राखिएको। सङ्घ कमजोर, प्रदेश अपेक्षाकृत शक्तिशाली र विशेषता विकेन्द्रीकरणलाई यसले चाहिँ बढी प्राथमिकता दिएको देखिन्छ। अब उच्च स्तरीय आयोगले चाहिँ के गर्यो त यसको बुँदागत रूपमा भन्दाखेरि समितिको भन्दा प्रदेशको अधिकार थोरै खुम्च्याएको छ। यसमा शिक्षा, स्वास्थ्य, स्थानीय स्रोत उपयोगमा प्रदेशलाई अधिकार भए पनि सुरक्षा, ठुला आधारभूत संरचना, रणनीतिक नीतिमा सङ्घ तानिएको छ, सङ्घलाई बलियो बनाएको छ। र तेस्रो छ प्रदेश र सङ्घबीच सन्तुलन गर्ने प्रयास गरेको छ। यसले बढी प्रयास चाहिँ सन्तुलनमा देखिन्छ यसको सङ्घ र प्रदेशमा। यसको अर्को विशेषता हो सङ्घ र प्रदेशबीच अधिकार बाँडफाँडमा मध्यम मोडल, बिचको बाटो अपनाइएको छ। अब हामी जाउँ संविधान 2072 अनुसार प्रदेशको अधिकार यो दुईटा समिति र आयोगले दिएको अधिकार भन्दा अझै सीमित गरेको छ। यसले नागरिकता, मौद्रिक नीति, सुरक्षा, ऊर्जा, ठुला आधारभूत संरचना जस्ता महत्त्वपूर्ण क्षेत्र चाहिँ सङ्घमै केन्द्रित गरेको छ। प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, यातायात, उद्योग, सञ्चार, प्रशासनिक संयन्त्रमा
सीमित एकल अधिकार मात्रै दिएको छ। विशेषता भन्दाखेरि यसलाई चाहिँ सङ्घलाई शक्तिशाली बनाई प्रदेशलाई चाहिँ परनिर्भर बनाउने प्रयास गरेको छ। अब निष्कर्षमा के भन्न सकिन्छ भने पहिलो समिति प्रदेशमुखी विकेन्द्रित मोडल, दोस्रो आयोग सन्तुलित मोडल, तेस्रो संविधान चाहिँ सङ्घमुखी, केन्द्र बलियो, प्रदेश कमजोर। नमस्कार, धन्यवाद यहाँहरूले सुनिदिनु भयो। यसलाई यो च्यानललाई तपाईँहरूले लाइक, कमेन्ट र सब्सक्राइब गरेर सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु।